ल फाइनली हामी ग्रिक पार के छ लाफा मेरो साथी आउँदैछ आज चाहिँ ल ग्रिक पारमा के हुन्छ अब हामी अपडेट गराउने नै छौँ होइन बब्बाले जान्छ नि चार्ज हेऱ्यो नेपाली राजलाई दिदीबहिनीलाई वार्ड गरिदिन हार्दिक अनुरोध गर्दछु सम्पूर्ण विशिष्ट पाहुनाहरूलाई अगाडि राखिएको डायसमा आसन ग्रहण गर्नुहुन हार्दिक अनुरोध गर्दछु र पुनः सांस्कृतिक प्रस्तुतिहरूको जिम्मेदारी सम्हाल्न हुन म हाम्रा प्रिय मित्रहरूलाई अनुरोध गर्दछु धन्यवाद प्रकृतिका कोटि कोटि सम्पदाको अचल बिहरूको रगत स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाडी गायो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजात ल फाइनली हामी फर्किने टाइम भएको छ ल राम दाजु के छ ठिक छ नि ठिक छ नि दाइ ल ठिक छ तपाईँ पनि आउनु भएको छ है मेरो भिडियोमा ओ लाफा कुलाको लाफा इलारानी फिलाबाङ्गो ल है अब चाहिँ फर्किनुपर्छ के नफर्किने र अब चाहिँ हामी फर्किन्छौँ है 6 बजिसकेको छ अब हामी लगभग 2 घन्टाको ट्राभल पनि हो अब जहाँबाट आएको के भएर चाहिँ अब हामी राम दाजुले चाहिँ फोटो खिचेर हैरान भएको छ आज राम दाजुको फोटो केही खतरा छ फेरि हो के छ त लाफा के हो तपाईँ त एकदमै सेक्सी ज्यान बोकेर हिँड्नुहुँदैछ त के हो पारा सेक्सी ज्यान बोकेर हिँड्नु भयो त नजाने हो रुम बिन्दास पारामा हेर्नु त ल ओहो यस्तो छ हामी जाँदैछौँ फाइनल्ली प्रोग्राम चाहिँ खलास भएको छ आजको दिन एकदम इन्जोय गर्यो बबालै भयो के हो कसो भयो त नि लाफा आजको दिन सही हो नि
हो ल हाम्रो लाफा पनि एकदम सेक्सी ज्यान लिएर आउनुहुन्छ